नमस्ते साथीहरू, नमस्ते। के छ, सन्चै आरामै हुनुहुन्छ? आज दिलवाले कार्की दाइले के देखाइरहेछ भनेर तपाईँहरू अचम्म चाहिँ पर्नु छैन होला, सबैलाई थाहै होला। यो हो मेरो बुवाको 84 पूजा। 84 पूजामा गरिएको भिडियो हो। 84 पूजासँगै हामीले चाहिँ छोराहरूको दुईटा छोरा अनि एउटा नाति लगाएर 3 जनाको व्रतबन्ध पनि साथमै गरेका थियौँ। व्रतबन्ध पहेँलो लगाएर बस्ने छोरो व्रतबन्धको लागि पूजा गरिरहेको छ। यतातिर बुहारीहरू अब पूजामा बसिरहेका छन्, उतातिर भाइ छोरा भतिज अनि पण्डितजीहरू उतातिर बसिराख्नु भएको छ। उतातिर चाहिँ अब पाहुनाहरू हुनुहुन्छ। सबैजना चाहिँ भिडियोमा देखिनु भएको छ। पूजाको लागि सबै तयारीमा छ। अहिले यतातिर पण्डितजीहरू, यता चाहिँ नि हाम्रो भाइ भतिज अनि टक्क लाएर यतातिर चाहिँ उसमा बसिरहेका छन्, यज्ञमा कर्ता भएर। यतातिर बुवा, यो चाहिँ नि भाइ कान्छो, सबैजना पूजामा चाहिँ कर्ता भएर बसिराख्नु भएको छ। तपाईँहरूकोतिर कसरी गर्छ? हाम्रोतिर यसरी चाहिँ पूजा लगाउँछौँ। यो पनि 84 पूजा हो। तपाईँहरूलाई के कस्तो लाग्छ? सुझाव सल्लाह प्रतिक्रिया दिन नभुल्नु होला। हाम्रोतिर यो गरिने हो। यो छोरो यो पूजा